गरिसक्यो है दिदी गरिसक्यो उठे दिदी बोले गरेन संस्थाबाट पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू मैले त्यसै गरी शिक्षक शिक्षिकाज्यूहरू सम्पूर्ण अभिभावकज्यूहरू पत्रकार मित्रहरू के गर्ने त्यसै गरी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लगायत अन्य उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण अभिभावकको तर्फबाट हार्दिक नमस्कार भन्न चाहन्छु। यस आइरिस इङ्ग्लिस एकाडेमीको 27औं वार्षिक उत्सवमा आफ्नो अमूल्य समय छुट्याएर केही शब्दहरू राख्न दिनुभएकोमा सर्वप्रथम आइरिस इङ्ग्लिस एकाडेमीलाई हार्दिक कृतज्ञता भन्न चाहन्छु। त्यसै गरी म अभिभावकको हैसियतले यस स्टेजबाट बोल्दै गर्दा म के भन्न चाहन्छु भने अभिभावकज्यूहरूलाई नै हाम्रा बाबु नानीहरूको पहिलो पाठशाला भनेको हाम्रो घर नै हो। तपाईँ हामीले हाम्रो बाबु नानीहरूलाई कस्तो बनाउन चाहन्छौँ भनेर पहिलो जिम्मेवार भनेको तपाईँ हामी नै हो। तपाईँ हामीले एउटा नैतिकवान र अनुशासित बनाउने जिम्मा पहिलो जिम्मा तपाईँ हाम्रो नै हुन्छ। त्यसपछि हामीले विभिन्न आशाहरू राखेर हामीले एउटा सरकारी स्कुललाई पनि लत्याएर एउटा निजी स्कुलमा हाम्रो बाबु नानीहरू पठाउँदै गर्दा हामीले पनि सोच्न पर्ने बाध्यता हुन्छ। यहाँ पठाउने बित्तिकै हाम्रो बाबु नानीहरू हामीले सोचे जस्तो भने जस्तो निजी स्कुलमा पठाउने बित्तिकै हाम्रो बाबु नानीहरूले हामीले सोचे जस्तो चाहिँ प्रगति गरिहाल्छन् भनेर त्यस्तो हाम्रो विचारधारणा पनि हामीले राखिहाल्नु हुन्न। आफ्नो बालबच्चाहरूको क्षमता कुन क्षमतामा आफ्नो बालबच्चाहरू अब्बल छन् त्यस्तो क्षमताहरू हामी आफैले पनि छुट्याउनु पर्ने हुन्छ। पढेर एउटा सर्टिफिकेटमा उत्कृष्ट मार्क ल्याउँदा मात्रै हामीले चाहिँ खुसी हुनुपर्ने र अन्य क्रियाकलापहरूमा अब्बल रहँदाखेरि हामीले चाहिँ दुखी हुनुपर्ने हुँदैन। हाम्रा बालबच्चाहरू यही स्टेजमा हेर्नुहोस् कति बालबच्चाहरूले आफ्ना क्षमताहरू कति राम्रो देखाएका छन्। यो पनि त एउटा प्रगति हो। नाचेर गायन क्षेत्रमा हरेक क्षेत्रमा अब्बल रहन्छन्। त्यो पनि हामीले एउटा चाहिँ त्यो पनि हामीले गर्व गर्न पर्ने हुन्छ। त्यसै गरी म हरेक दिन यो गेटबाट म मेरो नानीलाई लिएर म हरेक दिन यो विद्यालयमा छिर्दै गर्दा मैले यहाँ साना साना भाइ बहिनीहरूलाई मैले यहाँ म्यामहरूले कति माया गरेर साना साना बालबच्चाहरूलाई कति स्याहार गरेर आफ्नै काँखाको नानीहरू जस्तो गरेर स्याहार्नुहुन्छ। यहाँ म्यामहरूप्रति म एकदम उच्च सम्मान गर्दै मैले हरेक सर म्यामहरूलाई भन्ने गरेकी छु। ठुला ठुला भाइ बहिनीहरूको हिसाबमा तपाईँहरूले बालबच्चाहरूलाई आफ्नो समीपमा आउने वातावरण मिलाइदिनु पर्छ। तपाईँहरूको नजिक एउटा साथी जस्तो भएर पढ्ने वातावरण तपाईँहरूले बनाउनु पर्छ। बालबच्चाहरू तपाईँहरूसँग तर्सित भएर भाग्ने टाढा जाने र आफ्नो मनका कुराहरू खोल्न नसक्ने अवस्था शिक्षकज्यूहरूले त्यस्तो अवस्थाहरू सृजना गर्न हुँदैन भनेर मैले बारम्बार यहाँ शिक्षकज्यूहरूलाई भन्ने गरेको हुन्छु। म प्रत्येक दिन आएर प्रत्येक दिन मेरो नानीलाई म यो गेटबाट लिएर छिर्दै गर्दाखेरि मैले गेटैमा सरहरूलाई भेट्दा केही सुझावहरू मैले यही भित्रै आएर पनि सरहरूलाई प्रत्येक दिन मलाई मेरो मनमा लागेका कुराहरू मैले भन्ने गरेको छु र लाग्छ पूर्वी चितवनकै एकदम उत्कृष्ट एउटा यो आइरिस इङ्ग्लिस एकाडेमी को यो वार्षिक 27औं वार्षिक उत्सवको पूर्ण सफलताको कामना गर्दै मेरो भनाइहरू यही अन्त्य गर्दछु। हस्त धन्यवाद, नमस्कार।